हेलो नमस्ते। म चाहिँ आज सोलुखुम्बु जिल्लाको सबैभन्दा होचो भूभाग तुइनटारको चाहिँ भ्रमणको लागि निस्केको छु। यो नेचासल्यान्ड गाउँपालिकाबाट केही दृश्यहरू म यो क्यामेरामा कैद गर्नेछु, कृपया हेर्नुहोला। ल अब म चाहिँ यो सोलुखुम्बु जिल्लाको सबैभन्दा होचो भूभाग तुइनटार क्षेत्रमा आइपुगेको छु। परसम्म चाहिँ बाइकमा आएँ। अब यता चाहिँ योभन्दा पारी म खास जान लागेको चाहिँ खोटाङको ऐसेलु खर्क गाउँपालिकातिर हो। अब त्यता जानको लागि चाहिँ बीचमा रोड जोड्या छैन, त्यही भएर यता हिँड्न लागेको छु। चाहिँ यता नेचासल्यान्डबाट खोटाङको ऐसेलु खर्क जाने बाटो हो, तर मान्छे हिँड्ने पैदल मार्ग पनि खासै गतिलो रहेनछ। यहाँ बिस्तारै उकाली ओह्राली गर्नुपर्ने रहेछ। ए होइन, बाटो त उतापट्टि पो रह त, नदेखेर पो रह त। तर यो बिचमा पानी जमेकोले चाहिँ लास्ट चाहिँ अप्ठ्यारो बनाउँदो रहेछ। चाहिँ यो तुइनटारको झोलुङ्गे पुलमा आइपुगेको छु। मेरो विचारमा पारिपट्टि चाहिँ एकजना मेरो साथी लिन आउँछु भन्नुहुन्थ्यो बाइकमा, सायद आउँदै हुनुहुन्छ होला। यो पुल तरेर म चाहिँ पारि पुग्नु पर्नेछ। भौगोलिक विविधताको हिसाबले सोलुखुम्बु जिल्ला अत्यन्तै सम्पन्न जिल्लाको रूपमा चिनिन्छ। यहाँ विश्वकै अग्लो हिमाल सगरमाथादेखि करिब 650 मिटर उचाइसम्मको तल्लो होचो भूभाग समेत यहाँ रहेको छ। यो चाहिँ अहिले मैले कैद गर्दै गरेको दृश्य चाहिँ सोलुखुम्बु जिल्ला नेचासल्यान्ड गाउँपालिका वार्ड नम्बर 4 अन्तर्गतको तुइनटार क्षेत्र हो। यो चाहिँ समुद्र सतहदेखि करिब 650 मिटरको उचाइमा अवस्थित छ। नेपालको कोशी प्रदेश चाहिँ समग्रमा हेर्दाखेरि भौगोलिक विविधताको हिसाबले चाहिँ अग्रणी पङ्क्तिमा आउँदो रहेछ। नेपालकै होचो केचना कवाल पनि यही कोशी प्रदेश अन्तर्गतै पर्छ भने विश्वको अग्लो शिखर सगरमाथा पनि यही प्रदेश अन्तर्गत पर्छ। विश्वको अग्लो शिखर सगरमाथा सोलुखुम्बु जिल्लामा पर्ने भएकोले यहाँ चाहिँ अधिकांशको बुझाइ हिमाल मात्रै पाइन्छ, उच्च भूभागहरू मात्रै पाइन्छ भन्ने पनि छ। तर मानिसहरूको सोचाइको ठिक विपरीत यहाँ होचो भूभागहरू पनि पाइन्छ। जस्तो कि यो नेचासल्यान्ड गाउँपालिकाको तुइनटार क्षेत्र चाहिँ करिब 600 देखि 650 को रेन्जमा छ। मैले यसमा अल्टिमिटरमा हेर्दाखेरि चाहिँ अहिले 669 देखाइरहेको छ। भनेको चाहिँ एक हिसाबले भौगोलिक विविधताको हिसाबले पनि यो हाम्रो लागि एक प्रकारले गर्वको विषय हो। यो चाहिँ यता सोलुखुम्बुको नेचासल्यान्ड गाउँपालिका र खोटाङको चाहिँ यो ऐसेलु खर्क गाउँपालिका चाहिँ नजिकै पर्छ। बिचमा दुधकोशी खोलाले मात्रै छेकेको छ। तर दुःखको कुरा यहाँ चाहिँ बाटो नभएका कारण पारीको पारी
र वारी नै यातायातको साधनहरू चाहिँ छोड्नुपर्ने हुन्छ। म चाहिँ अब यता खोटाङको ऐसेलु खर्कतिर एकजना साथीलाई भेट्नको लागि जाँदै गरेको अवस्था हो। माथि चाहिँ साथी लिन आउनुहुन्छ फेदरको बाइकमा, मैले चाहिँ पारी नै बाइक छोडेको छु। चाहिँ बाइक मात्रै पुलबाट भए पनि तार्नको लागि भनेर यहाँको स्थानीयले थोरै बाटो चाहिँ खनेर छ, तर यहाँको भौगोलिक स्थितिले गर्दाखेरि त्यो सम्भावना नदेखेर बिचमा साथीले छोड्नु भएको रहेछ। यो तल पुल छेउमा वारीबाट अत्यन्तै जटिल छ, पारी पनि जटिल छ, बाइककै लागि पनि बाटो खन्न सकिने स्थिति छैन। गर्मी चाहिँ ठिकै रहेछ यहाँ। अब 650 को उचाइबाट म माथि अलिकति चढेर 750 मा आइपुग्दा पनि गर्मी चाहिँ अचाकले भइरहेछ। एकछिन शीतलमा बसेको हो यो। आशा गरौँ मेरो साथी एकछिनमा आइपुग्नुहुन्छ अनि चाहिँ बाइकमा हुरुरुरु चिसो भएको ठाउँतिर जाने हो। मेरो साथीको घर पनि गर्मी हुने ठाउँमै छ, महेश्वरी हो, तर ऐसेलु खर्कतिर जाँदा चाहिँ चिसै हुन्छ होला मेरो विचारमा।